सुनाई पाठ 13 कर्तव्य गुरुप्रसाद मैनाली। बरियात खोला पारी पुगिसकेको थियो। मुरलीधर पनि पछि पछि गए। झमक्क साँझ परेपछि दुलहीका घरमा पुगेर सुटुक्क फलैँचामा बसे। मुरलीधर पुग्दा दुलहीका बुबा बरणी गर्न लागेका रहेछन्। मानिसको घुइँचामा उनलाई कसैले चिनेनन्। बरणी सिद्धिएपछि केही बेरपछि यज्ञ मण्डपको कार्य आरम्भ भयो। पुरोहित वेदीमा रेखिहाल्न थाले। भित्रबाट यज्ञ सामग्रीहरू आउन लागे। यज्ञ सम्पन्न भएपछि दुलहा दुलहीलाई बस्न पुग्ने गरी आसन ओछ्याएर दुलहालाई बायाँतर्फ बसाए। दुलही बसेपछि लाज माने जस्तो गरेर शशिधर अलि पर सर्यो। शशिधरले लाज मानेको देखेर मुरलीधर फलैँचामा मुसुमुसु हाँस्न लागे। दुलहा दुलही यज्ञमा बसेपछि दुलहीका बुबाले यताउति हेरेर भने, खै सम्धि पाल्नु भएको छैन, अब मण्डपमा आएर बसिदिनु भए हुन्थ्यो। दुलहीका पिताले बोलाएको सुनेर फलैँचाबाट मुरलीधरले भने, ज्यू म यहीँ छु, आउन लागे। मुरलीधर उठेर मण्डपमा गए। चिनेका मानिसले ढोगी दिए। जेठा बुबालाई अचानक आफुनेर उभिएको देखेर शशिधरले पनि ढोगी दियो। मुरलीधरले छोरालाई नानी चिरञ्जीवी भए भनेर आशिष दिए र उसको पछाडिपट्टि बसी उसलाई काखनेर ताने। बुबाको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका ठिटा परस्परमा कानेखुसी गर्न लागे। मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए। उनलाई कन्या पक्षका धेरै मानिस चिन्दथे। श्रीधर र मुरलीधरले जीवनीका विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरैजनालाई थाहा थियो। कन्या पक्षका बुढापाकाहरूले भने त्यस्ता महापुरुषका सन्तानहरू आफ्नो कर्तव्य किन छोड्थे? तब पो मानिसहरू कुलघरान भन्छन्। विवाह विधि आरम्भ भयो। पुरोहितले ऋचा मन्त्रहरू उच्चारण गर्दा अशुद्ध भएका ठाउँमा मुरलीधर सच्याइदिन्थे। शशिधर चाहिँ जेठा बुबाका छातीमा अडेस लागेर आनन्दसँग बसेको थियो। मुरलीधर बखत बखतमा गर्नुपर्ने कर्महरू छोरालाई सिकाइदिन्थे। एवं प्रकारले विवाह विधि समाप्त भयो।